गाइज वेलकम ब्याक टु माई मिनी भ्लग रश्मि सुहानी शाह। आज चाहिँ विन्ध्यवासिनी विद्यालयले आयोजना गरेको कबड्डी प्रतियोगिता सुरुमा चाहिँ केटाहरूको पर्न गइरहेको छ भने दोस्रोमा चाहिँ हामी केटीहरूको हुन गइरहेको छ। अब फर्स्टमा चाहिँ हाम्रो केटाहरूको म्याच परेको छ जुन चाहिँ अहिले प्र्याक्टिस हुँदैछ भने अब एकछिनपछि सुरु हुनेछ। हामी चाहिँ माथि क्लास सिनियर क्लासहरूको कबड्डी छ भने तलको भाइ बहिनीहरूको चाहिँ बुक ब्यालेन्स एन्ड चक्लेट रेसिङवाला भएको थियो। हाम्रो स्कुलले चाहिँ प्रत्येक शुक्रबार कार्यक्रमहरूको आयोजना गरेको हुन्छ। हाम्रो स्कुलको भनाइ के छ भन्दाखेरि हाम्रो स्कुलले आउट नलेज पढाइ सँगसँगै आउट नलेज पनि दिने गरेको छ। 2082 साल 10 महिना 7 गते हाम्रो विन्ध्यवासिनी बाल विद्यालय आयोजना गरेको यस कबड्डी प्रतियोगिताको सुरुवात हुन गइरहेको छ। म चाहिँ यस कार्यक्रमलाई सञ्चालन गर्न पाउँदा गर्व महसुस गरिरहेकी छु। म समयको खेर नाफाले आफ्नो विषयवस्तुतर्फ लाग्न चाहे। टिम ए सुजन क्याप्टेन, दिवस टिम मेम्बर्स है दिवस चौधरी, देवराज ओली, एन्जल बस्नेत, देवराज चौधरी, निकेश ओली, विशाल ओली रहेको छ भने टिम बीमा चाहिँ असीम बस्नेत क्याप्टेन, सन्देश चौधरी, निशान ओली, अशोक थापा, रोहित भण्डारी, सफल परियार र दिपेन चौधरी रहेका छन्। अब चाहिँ हाम्रो गेम स्टार्ट हुन गइरहेको छ। टिम एलाई 1 नम्बर टिम एले फेरि पनि 1 नम्बर ल्याउन सफल भएको छ। मैले नम्बर भनेपछि त्यसले माइकमा सुनाइदिन्छु। अनि अल आउट भएपछि फाइनली टिम बीले पनि नम्बर ल्याउन सफल भएको छ। नम्बर रहेको छ 1 नम्बर रहेको छ खेमराजतिर 1, सुजनतिर 5। के छ जना एउटा बचेर अनि आयो के हो त बाँच्यो त एउटा फेरि पनि सुजनको टिमले नम्बर ल्याउन सफल भएको छ। नम्बर रहेको छ 6-1। अब अल आउट गर अनि रेडर भन्छन् के जो जान्छ रेडर भन्छन् के त्यसलाई के भन्छन् त रेडर ल सुजनले राम्रो खेल्नु भएको थियो त्यसकारण फेरि पनि टिम एकदमै राम्रो खेल्नु भएको थियो त्यसकारण फेरि पनि टिम एले नम्बर ल्याएको छ। 3 नम्बर है ल टिम बीदेखि रेडर असीम बस्ने जानु भएको छ। रेडर सुजन फेरि पनि जानु भएको छ। उहाँले एकदमै उत्कृष्ट खेल देखाइरहनु भएको छ। बोलेर खेल्न किन दुनिया छ के हो कसले नम्बर के हो जा रेडर असीम टिम बेदेखि टिम एमा
एकदमै राम्रो चलाकी गरेर खेलिरहेको एकदमै राम्रो चलाकी गरेर खेलिरहनु भएको छ। रेडरले आउट गर्यो यताको 1 नम्बर असीम रेडरले आउट गर्नु अनि भएको छ। प्लस के बोनस पनि है गर्छ 1 पोइन्ट बोनस 1 पोइन्ट आउट नम्बर मैले एकपटक अनाउन्स गर्न चाहे। नम्बर रहेको छ 12-4। सुजनको फेरि 1 नम्बर आयो टिम ए क्याप्टेन सुजनले फेरि पनि 1 नम्बर ल्याउन सक्नु भएको छ। नपत्याए हैन र अघि रेडर असीमले एकदमै राम्रो उत्कृष्ट खेलिरहनु भएको छ। देवराज एकजना आउट अनि बोनस पनि है नि सर 2 नम्बर रे 2 नम्बर 2 पोइन्ट ल्याउन सफल भएको छ क्याप्टेन असीमको टिम बी। रेडर सुजन फेरि पनि टिम बीमा जाँदै हुनुहुन्छ रेडरको लागि। उहाँको यसपटकको चालाकी खेर गएको छ। अफसोस लाग्यो मलाई, तर केही पनि छैन। उहाँले एकदमै राम्रो उत्कृष्ट खेलिरहनु भएको छ। टिम बीले 2 पोइन्ट ल्याउन सफल भएको छ। एकदमै राम्रो गेम चलिरहेको छ। टिम एले 1 पोइन्ट ल्याउन सफल भएको छ। फेरि बी उसलाई 1 नम्बर है टिम बी फेरि पनि 1 नम्बर ल्याउन सफल भएको छ। देवराजको चालाकी टिम बीले थापाउँदै गएको छ। फेरि एउटा आउट पोइन्ट अहिले कसको आयो? 1 पोइन्ट इन्वरको आयो सुजनहरुको टिम एले फेरि पनि 1 पोइन्ट ल्याउन सफल भएको छ। मर्यो अल आउट अल आउट 5 रेडर असीम बस्नेत जुन टिम बीको क्याप्टेन हुनुहुन्छ उहाँ फेरि पनि रेड गर्न जानु भएको छ। बोनस पोइन्ट ल्याछ है एकदमै राम्रो चालाकी थियो सुजनजीको। राखन त तिनीहरु हेर्न फेरि त्यो पोइन्ट फेरि हेर्न एकैछिन अलिकति समस्या आएको छ, त्यसकारण रोक्नु पर्दैन कि यता यसो यहाँ त एक बोनस सुजनले एकदमै राम्रो खेलेर फेरि पनि आफ्नो टिमलाई सुजनलाई 1 पोइन्ट निश्चल सरसँग अनुरोध गरे। फेरि 1 पोइन्ट फेरि पनि 1 पोइन्ट ल्याउन सफल टिम ए भयो जसको क्याप्टेन सुजन विश्वकर्मा। किन हाल्यो सन्देशले एकदमै राम्रो खेल्नु भएको छ जसले टिम बी ल आउट भयो फेरि जा नम्बर अनाउन्स गर्न चाहे। टिम ए को 18 रहेको छ भने टिम बी को 17 रहेको छ। दुवै टिम बराबरमा चलिरहेको छ। एकैछिन रुक अलि असिम लाउनु रेडर कतिजना बोनस पनि छ बोनस छैन ए बी को टिम बी को 2 नम्बर टिम बीले फेरि पनि 2 पोइन्ट ल्याउन सफल भएको छ। एक पोइन्ट है टिम एलाई टिम एले फेरि पनि 1 पोइन्ट ल्याउन सफल भएको छ। ल यता टिम बी को पोइन्ट 1 टिम बी को पोइन्ट 1
हान त्यहाँबाट घेरिन पछि जाने बेला आएन कता आयो नम्बर कति आएन 1 point भन्छ या कसैको आएन के त्यसले भन्छ आयो के आयो आयो हुन्छ तिनीहरूको अहिले आयो बरे ओए अघि के गरे आयो पोइन्ट बोनस छ या सफल आउट भयो अहिले पनि 1 पोइन्ट 2 पोइन्ट अघि गएर अहिले गरेर हामीले टिम ए लाई 2 पोइन्ट नम्बर दिन चाह्यौँ ओए राम्रोसँग अड्डामा कहाँ गएर बसेछ नि देखिन्छ त आउट भयो नभए सर 15 मिनेट भयो अड्डे बेला जानु फेरि घुमिन जानुपर्छ त्यहाँबाट गयो न यदि हाम्रो यस बिन्दवासिनी बाल विद्या मन्दिरले प्रत्येक वर्ष यसै गरी कार्यक्रम सञ्चालन गर्दै जाने हो भने विद्यालयमा केही परिवर्तन आउँछ जस्तो लाग्छ मलाई र विद्यार्थीहरूमा पनि यसले गर्दा परिवर्तन ल्याइरहेको छ जस्तो लाग्छ मलाई अब खेलकुदमा त हाम्रो विद्यालय अगाडि छँदैछ अब हाम्रो विद्यालयका विद्यार्थीहरूलाई शिक्षक शिक्षिका मिलेर बोल्नमा पनि अलि अगाडि गराउनु पर्यो जस्तो लाग्छ मलाई यदि यसै गर्दै हाम्रो विद्यालयले उन्नति प्रगति गर्दै जाने हो भने हाम्रो विद्यालय एक दिन शिखरमा पुग्न सफल हुनेछ रिडर गर्न जाँदै हुनुहुन्छ सन्देश चौधरी टिम बीबाट सन्देशले एकदमै राम्रो खेल्नु भएका कारण टिम बीले खाता खोल्न सफल होइन सरी 1 पोइन्ट सर कति पोइन्ट भयो 4 पोइन्ट ल्याउन टिम बी सफल भएको छ ल फेरि 1 पोइन्ट ल्याउन सफल खेमराजको टिम अल आउट 4 पोइन्ट ल्याउन सफल भएको छ रेडर टिम ए अल सेकेन्ड को अल सबै नम्बर सुनाएर सबै नम्बर सुनाउनु बोनस छैन नि बोनस पनि छ 3 पोइन्ट को टिमले ल्याउन सफल भएको छ एकदमै राम्रो चालाकीले टिम ए ले नम्बर ल्याउन सफल भएको छ टिम ए ले कति नम्बर 1 पोइन्ट 1 पोइन्ट ल्याउन सफल टिम 1 पोइन्ट टिम बी 1 पोइन्ट टिम बी असीम बस्नेतको टिमले बोनस छ नि ल मैले एकपटक अल टोटल अनाउन्स गर्न चाहे 2 पोइन्ट टिम बी 2 पोइन्ट टिम बी नम्बर रहेको छ टिम ए क्याप्टेन सुजनको तर्फ 27 नम्बर रहेको छ भने टिम बी खेमराज बस्नेतको तर्फ 32 नम्बर रहन गएको छ अहिले चाहिँ टिम ए लाई टिम बी ले जित्दै गएको हामी देख्न सक्छौं अहिले हाम्रो कस्तो हुने यार हाम्रो एक पोइन्ट टिम ए 1 पोइन्ट टिम ए बोनस दिया छैन नि किन बोनस दिए तिमी यस्तो दुवै टिमले आफूले सक्दो मेहनत गरिरहेको बोनस यस्तो हुन्छ बोनस दिन र यताको मात्र 1 आयो टिम ए ले 1 पोइन्ट ल्याउन सफल भएको छ ओए हाँसेपछि पनि आउट हुन्छ है थाहा भएको छ कि नै हाँस्ने भनेपछि यो जाने बेला के रेड गर्ने बेला हामी पनि त्यस्तै हो रेडर सुजन विश्वकर्मा टिम ए देखि जाँदै हुनुहुन्छ रेड गर्न जाने भन्दा रेड गर्न
रेदर रेद किन बाहिर गएछ त आफै फेरि आउट भयो 1 पोइन्ट त्यसलाई भयो बोनस 1 point bonus 2 point out टिम team ए लाई A टिम ए ले 3 पोइन्ट ल्याउन सफल भएको छ रेडर अशोक थापा रेड गर्न टिम बी टिम ए देखि टिम बी मा जानु भएको छ नम्बर अहिले चाहिँ एकदमै सुनम जस्तो भएको छ मैले फेरि पनि एकपटक नम्बर अनाउन्स गर्न चाहे नम्बर आयो के फेरि रहेको छ इक्वल 32 team A अहिले फेरि नम्बर थप्न सफल 1 point सुजनको टिम 1 point फेरि पनि नम्बर थप्न सफल A सुजनको टिम टिम ए रेडर team B छैन निशान यताको टिम बी को 1 नम्बर पोइन्ट आयो है फेरि पनि नम्बर थप्न सफल टिम ए जसको क्याप्टेन सुजन बी 1 point team B टिम बी 1 पोइन्ट थप्न सफल भाइको आउट असिमको एकदमै राम्रो टिम बी प्रयास पछि 1 point टिमले नम्बर थप्न सफल भएको छ नम्बर फेरि पनि इक्वल हुन गएको छ कबड्डी खेल एकदमै रिस्की हुने भएकाले 2 point out 1 point bonus 3 point from team जिद्दीले गर्दा B team B लाई 3 point कबड्डी खेलको आयोजना गरिएको हो B लाई 3 point थपिदिनु भयो टिम बी लाई 3 पोइन्ट फेरि पनि ल्याउन सफल भएको छ टिम बी 3 पोइन्ट 1 point from team A 1 पोइन्ट ल्याउन सफल टिम ए 1 point team B बन्द गरेर खोलौँ न 2 point team A Radar team B 1 point team A Radar team A बाट असिमले पछाडि जा नम्बर इक्वल हुन गएको छ नम्बर आएको छ 39 1 point team B नम्बर थप्न सफल टिम खेमराजको नम्बर मैले फेरि पनि एकपटक अनाउन्स गर्न चाहे खेमराज टिम सुजनको टिमले फेरि पनि नम्बर ल्याउन सफल प्रयास थियो 1 point 1 पोइन्ट ल्याउन सफल सुजनको टिम टिम ए आउट भएको राम्रोसँग बस है 1 point team B कहाँ भुल्यो टिमको एकदमै राम्रो प्रयासले टिम ए ओए आउट भएको त्यहाँ सिरियल वाइज बस है भद्रकोल बसेछ लास्ट टाइम बस असिम त अझ अगाडि बस त्यो खेलिहास् कि नै लाइफ मानुहोस्
1 point टिम ए कबड्डी खेल एकदमै रिस्की हुन्छ भन्ने थापै हाम्रा विद्यार्थीहरूले पनि कबड्डी खेलको लागि जिद्दी गर्नुभएको थियो, त्यसकारण यस विद्यावासी बाल विद्यालय कबड्डी खेलको आयोजना गरेको छ। जनतर्फ 49 टाइम 2 मिनेट बाँकी। टाइम प्लस 5 मैले फेरि पनि अनाउन्स गरेँ, टाइम रहेको छ 7 मिनेट बाँकी। 2 point टिम बी 2 point टिम बी। हैन 1 point टिम ए कति गयो हैन फेरि पनि टिम बीले पोइन्ट ल्याउन सफल। त सुति जान्छ जस्तो टिम ए फेरि पनि 1 पोइन्ट ल्याउन सफल भएको छ। दुवै टिमले एकदमै राम्रो खेल देखाएर प्रदर्शन गरिरहेको छ भन्दा दुवै टिमले एकदमै राम्रो प्रदर्शन गरिरहेको छ। टिमको एकदमै राम्रो खेलपछि फेरि पनि पोइन्ट ल्याउन सफल टिम ए, जसको क्याप्टन सुजन। नम्बर मैले फेरि पनि अनाउन्स गर्न चाहे, सुजनको तर्फ टिम ए को तर्फ नम्बर 52 रहेको छ भने टिम बी खेमराजको तर्फ नम्बर 48 रहेको छ। टिम ए ओए पछाडि बस है, उता साइडमा बस, उल्टो गरी बसेछ कि के हो? यता हो यता। अशोक गयो हो। 1 point टिम ए 1 point टिम ए। अगाडि काम गरिछ, किनले काम गरिछ? ओए गेममा खेल्न, नियममा खेल्न। जा छिटो सुजन गयो, टाइम सुरु भइसकेको छ है। ल 1 point आउट प्लस अल आउट 3 point प्लस 4 point टोटल प्लस 4 point टोटल गरेर फेरि पनि टिम ए लाई हामीले 4 point दिन चाहियो। यहाँ टाइमै छैन। मैले एकपटक अल टोटल नम्बर अनाउन्स गर्न चाहे। नम्बर रहेको छ टिम ए सुजन विश्वकर्मा तर्फ 59 रहेको छ। टाइम 4 मिनेट बच्यो। टिम बी को खेमराज, जसको क्याप्टन खेमराजतिर 48 रहेको छ। मैले अर्को एउटा नोटिस अनाउन्स गर्न चाहे। अब हाम्रो टाइम जम्मा 4 मिनेट रहेको छ। यसपछि छात्र कबड्डीका लागि सम्पूर्ण छात्रहरू तयारी अवस्थामा बसिदिन हुन अनुरोध गरे। बनाउन लाग्छ। रहेको छ सुजन 2 point बी बस। अरे सुजनलाई नम्बर सुजनको तर्फ 59, खेमराजको तर्फ 50। 12 सेकेन्ड 15 सेकेन्ड। हाम्रो पोइन्ट गर्ने सर निश्चल सर र हाम्रो रेफ्री सर, तपाईलाई रेफ्री भन्छ र हाम्रो रेफ्री सागर विष्ट, जसले चाहिँ एकदमै राम्रो रेफ्री गर्दै हुनुहुन्छ।
2 point विवश अरे उसको अस्तिमा टिम बीले नम्बर ल्याउन सफल 2 पोइन्ट उडाके ढाका खेल्ने लाग्छ कबड्डी 1 minute बाँकी लास्ट इनिङ चाहिँ 3 point टिम ए टिम ए को लास्ट है लास्ट One point टिम ए फेरि जा 1 point हो नि 1 point टिम ए Again 1 point टिम ए जा एक अगेन 1 पोइन्ट टिम ए लाई दिए दिन हामीले लास्ट है एकपटक फेरि अल टोटल नम्बर अनाउन्स गर्नु छ नम्बर रहेको छ टिम ए सुजन जसको क्याप्टन सुजन तर्फ 67 रहेको छ भने टिम विखेताजको तर्फ 52 रहेको छ ओभर हुन गइरहेको छ सुजनलाई प्लस 4 गर्दिनु है सुजन तर्फ हामीले लास्टमा फेरि नम्बर 4 पोइन्ट प्लस गर्न चाहे आजको विनर रहेको छ टिम ए जसको क्याप्टन सुजन विश्वकर्मा हुनुहुन्छ यस आजको यस विद्यावासिनीले आयोजना गरेको छात्रतर्फको कबड्डी यही समाप्त भएको छ अब केही दिनपछि छात्राको कबड्डी हुनेछ टिम आज चाहिँ जितेको टिम ए जसको क्याप्टन सुजन र अरू मैले टिम मेम्बरको नाम पनि अनाउन्स गर्न चाहे जसमा यो जित्नमा टिम क्याप्टनको मात्र नभई सबै टिमको भूमिका त्यति नै रहेको छ टिम मेम्बर चाहिँ सुजन विश्वकर्मा विवश चौधरी देवराज ओली एन्जल बस्नेत देवराज चौधरी निकेश ओली विशाल ओली रहनु भएको छ